गाइस फोटो कुन अरे पुनः कुन अरे यो 16 यो चाहिँ हाम्रो सानोको फोटो फोटो खिच्छ पुनः त्यहाँबाट गिफ्ट कमाएर दिने मेरो गिफ्ट है So hey guys, hello and namaste everyone, welcome back to my YouTube channel with another vlog and I hope हजुर सबैजना सन्चै हुनुहुन्छ होला and म पनि यहाँ सन्चै नै छु and पहिलाको जस्तै फेरि आज पनि एउटा भ्लग लिएर आइसकेको छु म हजुरको साममा and guys आज चाहिँ हो अहिले चाहिँ म साँझतिर भ्लग गराउँदै छु and आज चाहिँ हो मेरो मम्मीको बर्थडे so आज मङ्सिर 4 गते मेरो मम्मीको बर्थडे परेको हुँदा सबैजनाले ह्यापी बर्थडे भनेर विश गरिदिनु होला यो भिडियो फेरि भोलि आउँछ के त्यही पनि विश गरिदिनु न रिलेटेड बर्थडे भनिरहेको छ एन्ड फेरि मैले बिहान नै विश गरिसकेँ मेरो मम्मीलाई त्यही पनि यो भिडियो मार्फत नि फेरि पनि ह्यापी बर्थडे टु यु मेरो मम्मी हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना अनि अरू के भनौँ हजुर सधैँ खुसी भएको देख्न पाऊँ है हजुरको छोरीहरूले पहिला जति पनि जे पनि गरेर हजुरलाई रुवायो अबदेखि त्यस्तो हुने छैन एन्ड अब चाहिँ सक्दो हामीहरूले हजुरले अब हामीलाई यहाँसम्म ल्याइदिनु भयो बढाउनु भयो यत्रो दुःख गरेर हुर्काउनु भयो त्यो सब हामीले हाम्रो दिल दिमागमा राखेको छौँ त्यस्तै गरी अब चाहिँ सुखको दिनहरू हामीले गर्ने छौँ हजुरको लागि ल्याउने छौँ होइन के भन्छ होला भन्दा होइन त्यो आमा शब्द नै काफी छ आमाको बर्थडेमा सधैँ खुसी नै राख्न पाऊँ सधैँ खुसी भएको देख्न पाऊँ त्यही हो जे छ मेरो मनमा छ गाइस मलाई यस्तो भन्न आउँदैन एन्ड हाँसियो हेलो गरिदियो त हेलो वेलकम टु दिदीको च्यानल भन्छ वेलकम टु दिदीको च्यानल आज यसको गर्दै दाँत थोती भएछ थोती भयो आजको दिनमा अनि त्यही भएर दाँत झऱ्यो जराले र स्कुलै नगएको यस्तो नि हुन्छ स्कुल पढ्नको अल्छीले तर स्कुल पढ्न अल्छी आउँछ सुरुमा एन्ड अहिले त साँझ भइसकेको छ नि त अनि दिदी बेला चाहिँ बुटोल हुनुहुन्थ्यो नि त अनि अहिले चाहिँ आज साँझै हुन्छ होला आउँदै हुनुहुन्छ अनि अब आएपछि नै भिडियो कन्टिन्यू गर्छु अब चाहिँ म पकाउन सुरसार गर्नुपर्छ बहिनी पनि भर्खर स्कुलदेखि आएको छ अब त्यसलाई नास्ता पकाएर खुवाउनु छ सो अब चाहिँ के हुन्छ लेट्स सी एन्ड बर्थडे सेलिब्रेट गर्छौँ हामीले चाहिँ मम्मीको सानो भए पनि सेलिब्रेट गर्छौँ घर परिवार मात्र त्यही हो हेरेर इन्जोय गरिदिनु होला माया गरिदिनु होला अब चाहिँ म साग टिप्नु लाग्यो भर्खर हामीले नास्ता पनि गऱ्यौँ बुनु बहिनीलाई त्यो माथिको त्यो उठा भन् त भुन्टी भनेको बुनु भनेको छ हाम्रो यहाँको मैले धनियाँ भनेको धनियाँ उम्रेन मम्मी हाम्रो धनियाँ त अझै उम्रेन है उम्रेन के भयो यो धनियाँलाई अनि हाम्रो आलु पनि साथै हामी धेरै रोपेनौँ कि 1 लाइन 2 लाइन 3 लाइन रोपेको थियौँ यो लाइनमा 2टा मात्र उम्रियो यो लाइनमा हामीले धेरै खाँदैन त्यहाँको तोरीको साग चाहिँ हामीले अलरेडी खाएर सकिसक्यौँ अब चाहिँ खानु लागेको छ यो पासके साग यो हाम्रो पासके साग कि राई साग के साग भन्छ थाहा भएन ऊ त्यो मुला हो क्या उता आई डोन्ट नो बोडी सिमी उता टमाटर छ त्यहाँ खुर्सानी छ मेरो बारीलाई मेरो घरको बारी सो म चाहिँ पासके साग टिप्न आएको अहिले चाहिँ धन्य किरा उस्तै खा ठुल्ठुलो भएर चाहिँ हाम्रो साग नखाइकन राखेर मैले चाहिँ दिदी पे यति नै हुन्छ होला मम्मी थोरै खाने साग चाहिँ पाखा तुनेको हाम्रो भुन्टेले हेरे भुन्टे थोतिनी बजे ए हाम्रो त फेरि यहाँ पानी आएन टोइलेट जान्छ टोइलेट कुला सुनाएको जस्तो जान त जा तल कुला सुना बादल सरी वरी हेलो गाइस अब चाहिँ भित्रै धुनुपर्छ किनकि हाम्रोमा अब धारा जोडेपछि फेरि आज फेरि बिहानदेखि लाइन गयो कि झ्याउलाउँदो
यत्तिकै बस्नु पर्यो अनि फेरि लाइन गयो भने चाहिँ पानी पनि नदिने कि कस्तो चलन हो यो धुनु पर्ला अब सो यो धेरै चलन चाहिँ अँधेरै छ घर लाइट पनि कता हो नि अब चाहिँ अनि अब चाहिँ म दालहरू बसाल्छु काट्छु मासुहरू भुट्छु दिदीहरू पनि आउन लागिसक्नु भएको छ अरे बाटोमा भर्खर गर्नुभएको थियो सो कान्छी मायालु गाइस मेरो बहिनी चाहिँ ओहो कस्तो किरकिरा आउने कि वाइटमा त अब त्यसले चाहिँ दाल बसाउँला हा म चाहिँ काट्दै हाम्रो ठ्याक्कै लाइन पनि आयो साथीहरू आयो फाइनली अब चाहिँ काटकुट गरेर रेडी पकाउनलाई रेडी गर्नु पर्यो माया होइन Literal? Yan ang karon mo. Namaste na. नमस्ते वर्ष हो नि खेर आइछिन् नमस्ते गर दाइलाई दिलाई नसर हामी त उस बनेर बसेछ भर्खर आइपुग्नु भयो म चाहिँ एकदम साग धुँदै थिएँ कस्तो खाराको म चाहिँ खानाहरू बनाउँदै यताउता गर्दै थिएँ भने दुईजना भर्खर आइपुग्नु भयो केक लिएर उही कस्तो खाराको एकछिन मैले चाहिँ भर्खर पकाएर पनि सकेँ अब चाहिँ रेडी गर्न लागेको हामीले दाइ पनि आउनु भएको छ दाइ आउनु भइसक्यो ल हेलो गरिदियो त मेरो ब्लगमा हेलो हाई नमस्ते सबैजनालाई यसमा जोइन गरौँ कस्तो सोझो देखेको सोझो लास्टै त्यो कपाल छोटो भएछ क्या यसरी अगाडिको त म छोटै गरिदियो भनेको कसरी गरी देखाएको आमा यो भी पनि आइज यस्तो गर्दा भी जस्तो नदेखेको अगाडिबाट सोझो भनेको हेयर स्टाइल ओ माई गॉड पछाडिबाट चाहिँ हराइ भनेर यो अलिकति मोटो काट्दै कि गाइजहरू है सबैजनालाई ल रेडी आज चाहिँ म रेडी ह्याप्पीको त पी पनि राम्रोसँग लेखेको छैन बोलाउन मेरो नानीलाई अस्ति यति पैसा त मैले सँगै जिन्दगी दिएको छैन त यता उस पनि आइसक्यो नि आज काठमाडौँ जाँदा लुटिन्छ होला गाइजहरू हेलो एक्सक्युज मी गाइज ल है ह्याप्पी बर्थडे यहाँ चाहिँ यसो गरेर है गाइजहरू है पाकुलीको हातमा अर्को यो कुन हो यो 14 हो कि 15 हो 14 प्रो म्याक्स छ पाकुलीको यही मोबाइल चाहिँ 13 हो मेरो हात झुक्क देखिएछ मेरो फोन चाहिँ यो चाहिँ के हेर्नु कुन अरे बुनु कुन अरे यो 16 ल 16 होइन यो 15 हो तिमीलाई थाहा छैन 15 मात्रै हो गाइज है 7 मेरो लकी नम्बर भएर यहाँ राखेको नत्र मेरो फेभरेट चाहिँ मेसी हो नि फेरि पाकुलीको घरमा फेरि मेसी भन्दै म चौपल हानेर थिएँ फेरि अहिले त 7 नम्बरको कभर लाएछ भन्नु होला त्यस्तो केही होइन मेरो यो घोडा र यो लकी नम्बर भएर यहाँ राखेको यो मेरो फोन यहाँ राखिदिउँ यो फेरि अर्को फोन पनि हेर्नुहोस् है यहाँ हेर्नुहोस् है अर्को आइफोन है ए सब रिच किडहरू छ है यो चाहिँ 13 प्रो म्याक्स त्यसले गरेको चाहिँ 14 प्रो म्याक्स त्यहाँबाट यहाँ सिधा गर्दै तेरोबाट सिधा ह्याप्पी बर्थडे टु यु Happy birthday to you. दर्शक दिनहरू
यो त बोलेको गर्छ कि यो फु हुन्न यो ल निकाल है त गाइजहरु म गाइजहरु हजुरहरुलाई म क्यामेराम्यान देखाउँछु है क्यामेराम्यान यहाँ महँगो भयो जस्तो छ सबैजना क्यामेराम्यानहरु यहाँ एकजना दुईजना एकछिन क्यामेराम्यान यहाँ महँगो भयो जस्तो छ सबैजना क्यामेराम्यानहरु एकजना दुईजना ह्यापी बर्थडे यता आज उसको के भयो काम पश्चिममा उस गरे जस्तो भयो। भेनाजु है भेनाजु तर मेरो भेनाजु होइन है मेरो त सोल्टी हो यताबाट चाहिँ दिदी परेको भएर भेनाजु गिफ्ट गिफ्ट वा ल जान त पापी जान त फोटो खिच पुनः त्यहाँबाट साथै गिफ्ट चाहिँ खाना पछि दिनुहुन्छ मम्मी बर्थडे फेरि पनि फोटो कि भिडियो भिडियो सिधाबाट त्यहाँ भिडियो कि फोटो त मेरो हातबाट भिडियो ह्यापी बर्थडे भोलि पछि गिफ्ट कमाएर दिने ठुलै देशबाट ठुलै गिफ्ट लिएर आउँछ ब्लगमै भयो मेरो फोटो ल ल त्यहाँबाट खिचडी गरिदिनु रोक्नु न यताबाट फोटो दलिन्छ भनेको बेचेछ भयो रुक फोटो 1 2 3 गो बुनुको बाली पहिला पुरो जाऊ पहिला यहाँ गर्छ कस्तो सोझो देखिरहेछ फोटो खिचिदिनु त्यहाँदेखि हेरकट मिलेन भने भन्नुपर्छ फोटो खिचिदिनु के गाइस हाम्रो फोटो खिच्ने स्टाइल यहाँ क्यामेरामै छ हाम्रो त्यहाँ है ल भयो गाइस फोटो कपाल फ्याँ परेछ मेरो यहाँ चल्दैन मेरो छैन यहाँ त्यस्तो कपाल त्यस्तो छैन तर रियलमा यस्तो कि फोटोमा त्यस्तो अब राम्रो मिठो छ तर के आइस तैँले के आइस तैँले थोचो नाच्ने के खाएको धोती नाच्ने हुनुहुन्छ क्या ओइ भयो यतिकै जिस्काएको यतिकै जिस्काएको के त्यति नै हुन्छ मैले खोसेको मात्र पो खाइदिएको छैन नि यतिकै जिस्काएको के भयो यो यस्तै छ कि यो चैन यस्तै छ कि नबोल्ने अब भयो छोड्दे गाइस गिफ्ट अनबक्सिङ दिदीकोबाट है दिदी र भेनाबाट नि हो माथिको दिदीको थाहा आयो जाडोमा लाउनलाई पस्मिना सेट यस राम्रो छ ल थ्याङ्क यू छोरी चाहिँ भनौँ ए यो गिफ्ट गाइस लाउन जानु भयो मम्मी खुसी हुँदै पहिलाको गिफ्ट अहिलेको गिफ्ट भन्ने के सो गाइस अनि त्यही नै हो मेरो बहिनीको अहिले चाहिँ गिफ्ट छैन म पछि जानेवाला छु किन्न डन्ट वरी कति बजे टाइम पनि हेरे कति बज्यो यो चाहिँ आज टाढै जान लागेको छ सबैले सेफ जोड्ने भनेर लेखिदिनु होला कमेन्टमा के हो मम्मी चाहिँ रेडी हुनु होला त्यो कपडा लेट्सी कस्तो देखिन्छ मेरो मम्मीलाई चाहिँ दिदीको गिफ्टले अनि त्यही यो सानो बर्थडे सेलिब्रेट थियो अनि त्यही भएर रमाइलो भयो यी बुनु चाहिँ
कहाँबाट काट्दैछु गीतै छैन साथीहरू ओहो ल ल राम देखियो ल महारानी देवसेना सुहायो ल ल म घुमिदिनु रे ए ल भयो ओके ल सुहायो ल ठ्याक्क मिलाएपछि त भइहाल्छ नि होइन लाउडसँग गर्नुपर्छ ब्रिटिस लाउडसँग बोल्नुलाई चाहिँ लाउडसँग गर्नुपर्छ ब्रिटिस लाउडसँग सही हुन्छ बोल्नु नर्सबाट हेर्दा सही हुन्छ त्यस्तै हेर्छ नि त कोइला लक बनेन त्यहाँ बोल्न थालेछ अहिले एउटा लक बन्न थाल्यो अन्त हेर्छु नि त्यहाँ चैले पनि हेरिदिन्छ लाउडे यो के हो अनि हेरिदिएपछि तिमीलाई हेरिदिइहाल्छु बस गरेर गाइस यहाँ बिहाको कुरा चलिरह भ्याकेसन खाली छ भ्याकेसन खुल्ला दाइलाई हाम्रो दाइलाई खुल्ला अब दाइ पनि टाढा देश जाँदै हुन्छ यसो यु क्यान कमेन्ट है कुन देश त्यो अहिले आज पनि जाँदै हो यो राम्रै केटीहरू बी कमेन्ट सेफ जोड्ने भनेर लेखिदिनु होला अब सेफ जोड्ने मेरो दाइलाई भिडियो हाल्दासम्म यहाँ घर आइपुग्छु त्यतिसम्म नगर्ने हुन्छ कमेन्ट गर्नु पर्थ्यो गर्नु नगर्ने हुन्छ हेर्नु छ हाम्रो दाइ बेसरी विश्व सुन्दर हो न राम्रो हो हेन्सम विश्व सुन्दर हो न बोल्नु लास्ट नम्बर सुन्दरी नक्कले सुन्दरी सबै सुन्दरी बाँदरको बुढा सुन्दरी सुन्दरी कपाल नि त अब ए कपालदेखि सोच्नु न कति नक्कले भनेर आम्मामा तिम्रोमा आएको चित्त गाइस यो टी सर्ट चाहिँ मैले गिफ्ट गरेको बर्थडे होइन हो हो त बर्थडे गिफ्ट होइन हो बर्थडे गिफ्ट यही वाला थियो हा आज ठुलो गिटारै ल्याउनु भएन न यता टिकटक अनि त मम्मीले चाहिँ जान्छ त कोदो के अरे ढेँडो ओडाल्दै हुन्छ मेरो मम्मी चाहिँ हाम्रो खाना सबै मैले पकाइसकेँ अनि अब चाहिँ चाचरो खानुपर्ने हुन्छ दाइ पनि अब जान्छ कि त्यही भएर घुम्नलाई जाउँ ल एकछिनमा भेटौँ ल गाइस खाना खानु लाग्यो सबैजना यहाँ मम्मी चाहिँ उता खानु भयो है मैले बनाएको तरकारी ल्याम 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 मासु सलाद भात दाल तिनजना यहाँ बहिनी ए भन्छ भित्र जानु नि राम्रो बिहामा राथे तिनजना हो मिठो। को आउँछ सो गाइस म धुन्छु फाइनली खाना खाइसकौँ अनि भाँडा धुन चाहिँ चोखै नै बाँकी नै हो यता यता खान हाम्रो बर्दाघाट पनि आएको हैछ को यो तालु ताक्नु है चाहिँ बिचराको बगाटमा गएछ अब चाहिँ मेरो दाइ जानु लाग्यो कस्तो लाउरी जस्तो देखेछ त आमा हुन नसक्यो लाउरी हो नि मा 2 वर्ष ट्रेनिङ गरेको होइन त अनि त्यो बेला चिल्लै गरा थिए कपाल यस्तै चिल्लो गरा थियो यस्तो चिल्लो गाह्रो छ लाउरी हुन पनि 2 वर्षसम्म फालेर आएको अब लास्ट एक चान्स छ एक चान्स हुने बेलसम्म मा एक चान्स लाउरी गर्दै स्टोरी लाउडे हुन्छ लाउरी गर्दै हिँड्छु अब लाउरी हुन्छ यो खाएको लाउरी हुन्छ त्यो चाहिँ पछि थाहा हुन्छ है लाउरी चाहिँ हुन्छ लाउरी हुन्छु मा कसम ल जा 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 ल जा घरमा छोड्दै ल गयो है ओए बाई बाई ल भेना बाई बाई सालो केटो कस्तो नसाको भनेको त कता रे भेनाजु लु जा आजलाई हैन भेनाजुलाई सुकुटी राख्नै भेनाजु रामसँग जिस्काइरा भेनाजु त भन्दैन म यो बेनाजु चाहिँ यसरी त्यस्तो भन्नलाई किन कमेडी जस्तो सुन्नेको भन्दाखेरि साथीहरू के अरे दिदी यसको चाहिँ के अरे चयनको माइजूको छोरा हो विज्ञान दाई चाहिँ दाई पर्छ नि त उताकोबाट मामा घरकोतिरबाट दाई पर्छ यताकोतिरबाट फेरि बेना पर्ने त्यस्तो भएर है हल्का सुनिँदैन अर्कै सुनेको कि कहिले पनि भिनाजु हुन्थेन त्यही भएर सो अब चाहिँ भाँडा दिन्छु साथीहरू भाँडाको खात छ त्यहाँ यो चाहिँ हो हाम्रो सानोको फोटो यो चाहिँ म हो
बुनु वर्षा दिदी यो बुनु बुनुको भात खुलाइमा यो चाहिँ यो बुनुको भात खुलाइमा यो बुनु चाहिँ मम्मी अनि हिजो फिल्म हेर्न गएको अस्ति फिल्म हेर्न गएको आजी यो चाहिँ वर्षा म हैन र कस्तो सेम देखियो त मैले तेडी ओहो हैन सेम देखियो नि यो चाहिँ बुनु अनि बहिनीलाई समातेको त्यो त मेरो दाँत फुस्केको पहिला साथी गरे बुनु अनि बहिनीलाई मैले समातेको अनि वर्षा यसको कपाल कस्तो लामो थियो साथीहरू बाक्लो म यत्रो मोटो थिएँ म पहिला मम्मी लुडी थिइन् पहिला त मम्मी र वर्षा गाइस देख्न सक्नुहुन्छ कति कल हो अहिले न यो चाहिँ यो फागुन 15मा एक दिनको उसमा बगारको पेन मेकअप पारिदिन्थ्यो दिदीले अनि यो म यसरी मम्मी र वर्षा वर्षै हो उता वर्षा र सुरज दादा अनि वर्षा उतै म उताको नि म हेर्नु त त्यहाँ डिफ्रेन्ट म बढेको थियो यार कपाल दिनु यो चाहिँ मेरो दिदी यहाँ देख्न सक्नुहुन्छ दुईटा उताको नि दिदी यता लस्कारी जेठी र माइलीको चाहिँ उतातिर कान्छी र माइली अहिले चाहिँ रियलमा चाहिँ यस्तो अहिले ठुलो भएपछि चाहिँ अरू भेनाजु हेर्दै हुनुहुन्छ पाँच फोटो मेमोरिजको लागि भयो गाइस यो चाहिँ हो नेक्स्ट डे एन्ड यति बेला चाहिँ मेरो भेना घर जान लाउनु भएको थियो अनि भेना सँगसँगै चाहिँ म र दिदी पनि बर्गारसम्म जान लागेको थियौँ किनकि बर्गारमा यस्तो काम थियो कि त्यही भएर अनि त्यही भन्दै मैले भ्लग स्टार्ट गरेको थिएँ तर मैले यो दिनको भ्लग चाहिँ छुट्टै हाल्छु भन्ने सोचेको थिएँ तर भएन मैले चाहिँ यहाँ जाने बेलामा चाहिँ यतिकन क्लिप खिचेँ अनि तर बिचमा चाहिँ मैले खिच्दै खिचेन क्या अनि त्यही भएर मैले यसको साउन्ड पनि हालेन सो यति भन्दै अब चाहिँ हामी बर्गरतर्फ लाग्ने छौँ पछाडि दिदी भेना उस गर्दै हुनुहुन्छ त्यही बाइक स्कुटरमा सरी एन्ड त्यही हो अब चाहिँ गएको जानुभयो यता अस्ति चाहिँ मैले सिलाउँदै थिएँ नि त अनि त्यही लिन आएको अहिले चाहिँ सो अब भित्र जाऊँ अस्ति दिदी र मैले चाहिँ बगानमा के गर्छ भाइ ए यहीँभित्र मेरो गिफ्ट है ल हेरि हान्नु त ल्याउनु पर्दैन भनेको त अनि स्वेटर किनेर ल्याएको भर्खर साथीहरू यस्तो स्वेटर थिएन नि त मम्मी हजुरको राम्रो टिलिक उल्नु त त्यहाँ माथि एकछिन त्यो त यही एउटै हिजो फेरि कलरमा साइज पनि तातो हुन्छ नि कलर पो जान्ने हो कि नै त अलिक पछाडि गर्नु न यस्तो के त्यो लाउँदैछु नि बाक्लो त छैन है यतिखेर लाउने हो कि अनि यस्तो राम्रोदेखि उठ्नु त एकचोटि मेरो ठुलो देखेको छैन क्या ठिक्क देख्यो ल थ्याङ्क यू सरी भन्नु भर्खर आएको है बर्गाहरूदेखि मैले यसको कहानी अलिक सुनाउँछु र हजुरहरूले देखिसक्नु भयो होला म र बिहान चाहिँ दिउँसोतिर चाहिँ म दिदी भेना गएको थिएँ यहाँदेखि चाहिँ त्यसको थोरै क्लिप छ र डाइरेक्ट गराएको छ किनकि बिचमा चाहिँ अब दिदीसँगै यताउता के किन्न थियो कि अनि त्यही भएर चाहिँ गराइन 12 महिना कस्तो हुन्छ भनेर अनि त्यही भएर अहिले चाहिँ अनि डाइरेक्ट आएँ मम्मीलाई नि गिलाइदिएको थिएँ मम्मीलाई नि दिएँ मैले मम्मीलाई नि राम्रो लाग्यो अरे लगाउनु भयो अनि त्यही नै हो गाइस अब चाहिँ मैले ब्लगिङ गर्न लागि यो भिडियो चाहिँ हिजोमै कन्टिन्यू हुन्छ सो थ्याङ्क फर वाचिङ गाइस डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब सी यु इन द नेक्स्ट भिडियो है त साथीहरू अबको भिडियो रमाइलोवाला हुनेछ बाई गर्दै बाई हजुरलाई एक्साइटेड बर्थडे भ्लग कस्तो लाग्यो सानोतिनो थियो कमेन्ट गरिदिनु होला बाई मम्मी बाई मम्मी लागि व्यस्त हो पानी खाँदै खाँदै चाहिँ सो या बाई